कन्टेन्ट बनाउँदै हुनुहुन्छ तर ग्रोथ छैन, बिर्सिदेऊ ती पुराना कुराहरूलाई। यो एआईको दुनियाँमा आज टप 3 एआई टुलको बारेमा भन्नेछु जसले तपाईँलाई लिटरली प्रो लेभलको क्रिएटर बनाइदिन्छ। जसमध्ये थर्ड टुल यस्तो छ कि गर्लफ्रेन्ड पनि चाहिँदैन। But I have already, so without wasting time, let's start. आजभोलि टिकटक, युट्युब, इन्स्टा सबैतिर कम्पिटिसन डरलाग्दो छ। एडिटिङ, स्क्रिप्ट लेख्ने, थम्बनेल डिजाइन अथवा सर्ट भिडियो जेमा भने स्मार्ट काम जसले गर्छ त्यो नै अगाडि बढ्छ। सो फर्स्ट एआई टुल रहेको छ च्याटजिपिटी। यो नाम त तपाईँले पक्कै सुन्नुभएकै होला। यो भिडियो पछि पण्डित बाजेहरूले मलाई पक्कै लखेट्ने त लखेट्ने छन्, किनकि च्याटजिपिटीले अब तपाईँको हातको रेखा हेरेर भविष्य बताइदिन सक्छ। यो अलि बढी भएन र? यस, अभियसली बढी त भयो होइन। अब हातको रेखा हेरेर भविष्य त त्यस्तै हो होइन। पर्सनालिटीको बारेमा जे भन्यो त्यो चाहिँ एक्युरेट, तर हामी चाहिँ क्रिएटर हो। यसरी फ्युचर प्रिडिक्ट गर्नुभन्दा आफ्नो कन्टेन्टलाई राम्रो बनाउने हो। त्यसैले थम्बनेल बनाउनु, भिडियो आइडिया जेनेरेट गर्न अथवा भिडियो रिसर्च गर्न च्याटजिपिटीले धेरै सजिलो बनाइदिन्छ। जस्तै मिस्टर बिस्टको मलाई यो थम्बनेल धेरै मन पर्यो भने सबैभन्दा पहिला यो भिडियोको लिङ्कलाई म कपी गर्छु र एउटा वेबसाइटमा जान्छु, थम्बनेल डाउनलोडर भन्ने हुन्छ, यसमा गएर यो थम्बनेललाई डाउनलोड गर्छु होइन। त्यसपछि चाहिँ च्याटजिपिटीमा गएर अनि त्यसमा त्यो थम्बनेललाई र यो बालेन्स आएको फोटोलाई म एड गर्छु होइन। अनि भन्छु यो पहिलो फोटोमा भएको फेसलाई चेन्ज गरेर यो सेकेन्ड फोटोमा भएको फेस चेन्ज गर भन्छु के च्याटजिपिटीलाई। त्यसपछि थोरै कलर ग्रेड पनि गरिदेऊ भन्छु। त्यसपछि त्यसले 1 मिनटभित्रै तपाईँको फोटो भयो भने टक्क त्यसले सिधै चेन्ज गरिदिन्छ क्या। अनि 1 मिनटभित्रै तपाईँको प्रोफेसनल युट्युब थम्बनेल रेडी भइसक्यो क्या। यदि तपाईँसँग टाइम कम छ र हाई क्वालिटीको थम्बनेल बनाउन चाहनुहुन्छ अनि अरूको इन्सपिरेसन कपी गर्न चाहनुहुन्छ भने तपाईँले यसलाई ट्राई गर्न सक्नुहुन्छ है। बट अलवेज रिमेम्बर, ओरिजिनल हुन्छ कि। अझ तपाईँले यसलाई कुनै वेबसाइटमा नगइकन, एप डाउनलोड नगरिकन वाट्सएपबाटै डाइरेक्ट च्याट गर्दै आफ्नो प्रब्लमहरू पनि सल्भ गर्न सक्नुहुन्छ। जस्तै यो नम्बरलाई तपाईँले सेभ गरेर राख्नुपर्छ होइन आफ्नो मोबाइलमा। त्यसपछि डाइरेक्ट फ्रेन्ड जस्तै तपाईँले वाट्सएपबाट मेसेज गर्दै योबाट सबै कामहरू गर्न सक्नुहुन्छ क्या। अब च्याटजिपिटीको बारेमा भन्दै गयो भने यो भिडियो सकिँदै सकिँदैन कि, यति फिचरहरू छ कि च्याटजिपिटीमा धेरै। अब नेक्स्ट एआई टुलमा जाउँ कि। नेक्स्ट एआई टुल रहेको छ 11 ल्याब्स, जो रियलिस्टिक तरिकाको एआई भोइस बनाउनुमा नम्बर 1 वेबसाइट हो क्या अहिलेसम्मको लागि होइन। के तपाईँलाई पनि आफ्नो भोइस मन पर्दैन अथवा भोइस रेकर्ड गर्न टाइम छैन भने यो वेबसाइटको प्रयोग गर्न सक्नुहुन्छ। सिम्पली यो वेबसाइटमा गएर आफ्नो गुगल आइडी लगइन गरेर अनि त्यसपछि 3 लाइनमा गएर यता टेक्स्ट टु स्पिच भन्ने हुन्छ होइन, त्यहाँ क्लिक गरेर आफ्नो स्क्रिप्ट पेस्ट गर्ने होइन, त्यता स्क्रिप्ट लेख्ने अनि यहाँबाट आफूलाई मन परेको भोइस सेलेक्ट गर्ने अनि जेनेरेटमा क्लिक गर्ने। तपाईँको एकछिनमै रियलिस्टिक भोइस रेडी भइहाल्छ। जीवनमा सफलता पाउन चाहन्छ भने डरभन्दा ठुलो सपना देख्नुपर्छ। हरेक असफलता सिकाइ हो, हार होइन। अवसरहरू पर्खँदैनन्। उठ, लाग र आफ्नो बाटो बनाऊ। तिमी सक्नेछौ किनकि तिमीले प्रयास गर्न कहिल्यै छोडेको छैन। र थर्ड एआई टुल रहेको छ गुगल जेमिनाई। यो तपाईँको गर्लफ्रेन्ड, साथी, टिचर, ब्रदर, स्टेप सिस्टर। वाट? स्टेप सिस्टर? यो अलि डार्क भयो यार, स्टेप सिस्टरलाई हटाइदियो ल। यदि तपाईँ बोर हुनुभएको छ भने योसँग कुरा गर्नुहोस्, अझै बोर हुनुहुन्छ। ओह सरी, राम्रो कुरा पो भन्यो त, म त बिर्सेको। यो पनि च्याटजिपिटी जस्तै हो, तर यसमा तपाईँले स्क्रिन सेयर गरेर पनि कुरा गर्न सक्नुहुन्छ। सिम्पली जेमिनाईमा गएर यो आइकनमा क्लिक गर्ने अनि स्क्रिन सेयर गरेर आफूलाई नआएका कुराहरू सोध्न सकिन्छ। जस्तै एडिटिङ तपाईँलाई आउँदैन भने यसलाई सोध्दै तपाईँले मस्त सिक्न सक्नुहुन्छ कि एडिटिङ पनि।
अरू त छोडिदिउँ, अब तपाईँले एआईसँग भिडियो कल जस्तै गरेर क्यामेराबाट पनि आफ्नो अब्जेक्टहरू देखाएर तपाईँलाई नआएको कुरा सोध्न सक्नुहुन्छ कि यसरी। ये क्या है? ये माउंटेन ड्यू का कैन है। क्या आप इसके बारे में कुछ और जानना चाहते हैं? ये तोतापुरी आम जैसा दिख रहा है। क्या आप इसके बारे में कुछ और जानना चाहते हैं? यी तीनटै एआई टुललाई तपाईँले राम्रोसँग युज गर्नुभयो भने तपाईँ 10x स्मार्टर क्रिएटर बन्नुहुन्छ कि। ट्राई गर्नुहोस् र आफ्नो कन्टेन्ट खतरनाक बनाउनुहोस् ल। थ्याङ्क यू सो मच। ओके, धेरै पक नगरेर सर्ट एन्ड भ्यालुएबल कन्टेन्ट बनाउने मेरो एम हो होइन। सो सी यु इन नेक्स्ट भिडियो। बाई।